यो कक्षा 1-3 को एकीकृत पाठ्यक्रम सम्बन्धीको हाम्रो गोविन्द सरले सजीकरण गर्नुभएको पाठ्यक्रम सम्बन्धीको कक्षामा चाहिँ धेरै राम्रोसँग कसरी चाहिँ 1 देखि 3 कक्षासम्मका विषयहरू गणित, नेपाली, अङ्ग्रेजी र सेरोफेरोलाई एकअर्कामा सम्बन्धित अन्तर सम्बन्धित गरेर चाहिँ शिक्षण सिकाइ गर्ने भन्ने कुरामा चाहिँ प्रष्ट पार्नुभयो। हामी यसमा चाहिँ यहाँ जति सहभागी भयौँ 10 जना हामी सबैले चाहिँ जहाँसम्म लाग्छ हामीले प्रस्तुति पनि गरे अनुसार सबैजनाले चाहिँ एक-एकवटा विषयवस्तुमा पाठै पिछेका प्रत्येक विषय वाइज कसरी अन्तर सम्बन्धित गरेर पठन पाठन गराउन सकिन्छ भन्ने कुरामा प्रष्ट पारिएको छ। यो एकदम राम्रो पक्ष खुसी लागेको छ। हामी सबैलाई चाहिँ पुनर्ताजगी यो पाठ्यक्रम सम्बन्धी चाहिँ एकदम ज्ञान भएको महसुस गरेका छौँ हामीले। यो नै आजको कार्यक्रमको राम्रो पक्ष जस्तो लाग्छ मलाई। धन्यवाद।